चाहिँ कोठामा बसेर छलफल गर्ने भनेर भन्ने निर्णय भइसकेको उहाँ आउनु भएन अनि त कुरा त्यही भयो। व्यक्तिगत कुनै रिसिभी छ कि उहाँ वडा अध्यक्षज्यूहरूलाई केही अर्को कुरा हो सर? छैन छैन, मैले व्यक्तिको जुन तालाहरू बन्द भएको थियो नि त्यो दिन वडा अध्यक्ष र मेयर साहबहरूको बिचमा चाहिँ कुराहरू भएको रहेछ। मुख्य माग तपाईँहरूको पर्सनल लाभको लागि कि जनताको लाभको लागि अलिकति स्पष्ट पारिदिनु न त्यो कुरा। एकदम यसमा जनताको प्रत्यक्ष लाभ हुने गरी कुरा हामीहरू राखेको छु। होलीभन्दा पहिला 5-7 दिन हुन आँट्यो, तालाबन्दी लागेको छ। यो तालाबन्दी लागिसके पश्चात त जनताहरूले पीडा खेपिरहेको होला नि। तालाबन्दी लागेको छैन, तालाबन्दी खुलेको छ। कहिले खोल्नु भयो? अहिले त्यही दिन जुन दिन तालाबन्दी भयो त्यही दिन खोलिदिउँ। के हान्नुहुन्छ? फेरि हाल्ने उसले परोसमा हामीहरूको परोसमा ताला तोड्छ भने हामीहरू ताला फेरि यसमा जोड्छु, यसमा ढुक्काउ। ताला तोडिदिएको मतलब परोसमै ताला तोडिदिन्छ मेयर साहबले? त्यो त हामीहरू 5 बजे आउँदाखेरि तालता त लागेकै थियो नि। अनि एउटा कुरा मेयर साहब नमस्कार। नमस्कार। के छ हजुर हाल खबर? ठिक छ। अहिले के भएको छ? नगरपालिकामा तालाबन्दी अरे सुन्न पाएको छु, के हो वास्तविकता? अहिले बिमार छ, नभएर भोलि छलफल हुँदैछ। अहिलेसम्म छलफल भएको छैन। अनि यो वडा अध्यक्षज्यूहरूले किन तालाबन्दी गर्न बाध्य भएको, के भएको थियो र? मुख्य कारण के थियो? त्यो उहाँहरूको एउटा 18वटा माग छ। उहाँहरूको के थियो? त्यही मागहरू 18वटा माग राख्नु भएको छ। तर त्यो कुनै पनि भ्यालु बेस मागहरू छैन। यो तपाईँहरूलाई म एउटा कुरा के भन्न चाहे भने यो वडा अध्यक्षज्यूहरूले वास्तविक माग नै राखेको छ कि जनताप्रति दायित्व राखेर माग राखेको छ 18वटा? तपाईँहरूले हेरिदिनु पर्यो आएर। होइन त्यो त हामी हेर्ने हो, तर तपाईँको विचारमा के? किनभने लगभग होलीभन्दा पहिला 5-7 दिन हुन आँट्यो, तालाबन्दी लागेको छ। यो तालाबन्दी लागिसके पश्चात त जनताहरूले पीडा खेपिरहेको होला नि। तालाबन्दी लागेको छैन, तालाबन्दी खुलेको छ। कहिले खोल्नु भयो? अहिले त्यही दिन जुन दिन तालाबन्दी भयो त्यही दिन खोलिदिउँ। अनि कामकाजले अगाडि बढिरहेको छ? बढिरहेको थियो। अनि वडा अध्यक्ष हजुर अनि वडा अध्यक्षज्यूहरूको के एउटा आरोप थियो भने बजेट बाँडफाँडमा असमानता भएको छ अरे, त्यस्तो आरोपहरू छ सर, के हो वास्तविक? बजेट बाँडफाँडमा पनि असमानता भएको आरोपहरू छ कि त्यो सत्य हो कि झुट हो? सबैभन्दा 17 जनालाई सोध्नु हो भने बाँकी हुनुहुन्छ 17 जना। अरू म त एमालेबाट जितेको होइन, उहाँहरूकै पार्टीबाट खाताबाट जित्ने पनि हुनुहुन्छ मसँग माओवादीबाट पनि जित्ने हुनुहुन्छ, मसँग एकीकृतबाट जित्ने पनि हुनुहुन्छ, मसँग स्वतन्त्रबाट जित्ने पनि हुनुहुन्छ। उहाँहरूलाई सोध्नु हो भने मैले त मेरो अपना दही के खै खट्टा होइन। हजुर मेयर साहब यस्तो थियो कि तपाईँ अस्ति यही मोबाइल संवादमै तपाईँले के भन्नुभएको थियो भने मेरो नगरपालिका भनेको स्वच्छ नगरपालिका, कुनै विवाद छैन। तर म पनि एकदम ह्याप्पी भएको थिएँ, कर्जनहा नगरपालिका सिराहाको एकदम बेस्ट रहेको छ भनेर धेरै ठाउँमा पनि भने। तर के भयो भने आजको दिनमा हेर्दाखेरि 4-5 दिन पहिला म हेर्दैछु एकदम तालाहरू लगाइएको छ, सोसल मिडियामा भाइरल भइरहेको छ कुराहरू। अनि अलिकति त आफूमा पनि नराम्रो लाग्यो। तर के थियो यसको त वास्तविकता? उहाँहरूलाई के कुराको छ भन्ने कुरा नि मलाई थाहा भएन कि अहिलेसम्म कुरामा गर्नुभएको छ। हामी सबै वडा अध्यक्षले त आफ्नो विषय राख्ने थलो भनेको त कार्यपालिका हो नि। हजुर एकदम। अब कार्यपालिका अरूको अन्त धेरै टाइम लागेको छ। हामीले 10, 20, 30 राखेको थियौँ बुझ्नु भएन। तर के भयो भने यो पटक उसको हाकिम साहबको छोरी बिरामी भएर हाकिम साहब जानुभयो। त्यसपछि त्यही बेलामा नगरपालिका महासङ्घले एउटा तालिम राखिदियो। हजुर 15 दिनको त्यो एउटा राम्रो तालिम राखिदियो भन्ने मूल्याङ्कन के सम्बन्धी। हजुर अनि त्यो आएपछि उहाँहरू त्यसमा बस्नुभयो, अनिकै टाइम लाग्यो। टाइमली जुन 10, 20, 30 भनेको थियो त्यो भएन। यो 10, 20, 30 भनेको के हो अलिकति स्पष्ट पारिदिनु न। 10 गते भनेको 10 गते एउटा बैठक,
गते एउटा बैठक गते एउटा बैठक त्यो बैठक हुन पाएन त्यही भएर यस्तो भएको हो भन्ने कुरा छ होइन मूल कुरा अनि योबाट सर सेवाग्राही प्रभावित हुँदा जिम्मेवारी कसको लिने त जिम्मेवारी कसले लिने यो कसको हुन्छ त्यो भन्नुहोस् त हामीले गल्ती गरेको मैले त लाइभ राखिदिन्छु आउनुहोस् र भागमा बस्छ लाइभ राखिदियो मैले गल्ती गरेँ भने मेरो कुरा तपाईँ काट्नुहोस् तपाईँ कुरा गऱ्यो भने त जनताले मूल्याङ्कन गर्छ हजुर हजुर लाइभ राख्नु अनि लाइभ राखिदिनु हजुर हजुर मेयर साहब अनि अहिले समाधानका लागि तत्काल के कदम चाल्दै हुनुहुन्छ तपाईँ त उहाँहरूले भन्नुभयो रोडमा के अरे चौकीमा बसेर वार्ता गरौँ मैले भने अहिलेसम्मको इतिहासमा चौरीमा गएर वार्ता भएको छैन यी आन्दोलनकारीबाट प्रतिनिधि चुनिएर हजुर आएर वार्ता भएको छ हजुर या त आन्दोलनकारी मध्येमै 2 जना 4 जना त्यो बसेर एउटा वार्ताबाट सफल भएको छ तपाईँ हाम्रो जो सहमति भएको थियो यहाँबाट चाहिँ तपाईँ हामी गफ गरौँ र ल ठिक छ एउटा भोलि मेयर साहबको चाहिँ कोठामा बसेर छलफल गर्ने भनेर भन्ने निर्णय भइसकेको उहाँ आउनु भएन अनि त कुरा त्यही भयो व्यक्तिगत कुनै रिसिभी छ कि उहाँ वाडा अध्यक्षहरूलाई केही अर्को कुरा हो सर छैन मैले व्यक्तिगत मसँग त कसैको रेसिपी नै छैन तपाईँले मूल कुरा भनेको उहाँहरू 4 जना वडा अध्यक्ष होइन उहाँहरू जनताको कुरा गर्नुहुन्छ हामी जनता म पनि वडा अध्यक्ष हो मेयर आएको होइन अनि मसँग अन्य पार्टीका सबै मान्छेहरू छ उहाँहरू पनि जुन पद्धतिबाट जितेर आउनु भएको हो उहाँहरू पनि त्यही पद्धतिबाट जितेर आउनु भएको हो अनि उहाँ चाहिँ जनताको प्रतिनिधि उहाँहरू चाहिँ के को प्रतिनिधि होइन एकदम त्यो होइन त्यो ठिक छ कि मेयर साहब तर अहिले यो समस्या भोग्नु परेको जनता नै हो कि होइन सर र यो जे हुँदा पनि वाडा अध्यक्ष होस् या मेयर साहब तपाईँ आफै हुनुहुन्छ जे हुँदा पनि त यो समस्या भोग्नु परेको जनता नै हो अनि मैले के भनेको भने तपाईँहरू आउनुहोस् वार्ता गरौँ वार्ताबाट समस्या समाधान हुन्छ हजुर आउनुहोस् भन्दा उहाँहरू आउन मान्नु भएन अनि अब के छ आगामीको के छ अब कसरी हिड्ने त यो समस्या समाधान कसरी अब एउटा अब उहाँहरू अर्को कोठामा बसेर छलफल गरौँ भन्नेमा पुग्नु भएको छ ठिक छ भोलि हामी बसेर छलफल गरौँला भन्ने कुरा ए भोलि छ अनि त्यो समस्या समाधान हुन्छ भन्ने कतिको आशावादी हुनुहुन्छ तपाईँ अब उहाँहरूको कुराको ठेगान छैन कुराको ठेगान छैन अनि यो समस्या समाधान नहुन पनि सक्छ नहुन पनि सक्छ हुन पनि सक्छ अनि मानौँ न समस्या समाधान भयो भने एकदम ठिक भएन भने सर के गर्नुहुन्छ अनि आगामी के गर्नुहुन्छ के छ मिसन भिजन यो समस्या समाधान गर्नको निम्ति तपाईँको होइन मेरो त अब अहिले त्यो यस्तो सोचेकै छैन मैले दिमागमा यो कुरा गर्छु भनेर गएको म भरसक समस्या समाधान हुन्छ भन्ने पक्षमा छु किनभने जनताको नेतृत्व गरेर जनतालाई काम गर्छु भनेर आउनुभएको नेतृत्वले जनतालाई धोका दिने काम गर्नुहुन्न उहाँहरूको आफ्नो मनसा आफ्नो व्यक्तिगत विचार व्यक्तिगत सोचभन्दा माथि जनताको विचारमा उहाँहरू आउनुहुन्छ भन्ने लाग्छ मलाई म्याम नमस्कार नमस्कार के छ म्याम चिन्नुभयो मलाई नम्बर सेभ छैन त म पत्रकार रौनक यादव बोल्दैछु हजुर ए चिने होइन म्याम विशेष तपाईँले कल किन गर्नु पर्यो भने यो तपाईँहरूको जुन नगरपालिकामा समस्या छ त्यो समस्या समाधान भयो आज अब भएन नै भन्न पर्यो भएन आज बसेन हजुर अब भोलि बस्ने कुरा छ आज चाहिँ बसेन अनि यो बसेन भन्दा पनि यस्तो हो अब अस्ति त म थिइनँ वार्ता बस्ने कुरा भएको रहेछ मेयर साहबको चेम्बरमा बस्ने कुरा भएको रहेछ हजुर कसको बीचमा तपाईँ नभएको बेला को बीचमा अस्ति यस्तो अस्तिको जुन तालाहरू बन्द भएको थियो नि त्यो दिन वडा अध्यक्ष र मेयर साहबहरूको बिचमा चाहिँ कुराहरू भएको रहेछ ए त्यही त यो वडा अध्यक्षजीहरूले जुन तालाबन्दी गर्नुभएको थियो नि त्यो सबै वडा अध्यक्षजीहरू हुनुहुन्न त्योभन्दा अघि तपाईँलाई जानकारी दिएका थिए वडा अध्यक्षजी थिएन थिएन थाहा थिएन मेरो एक्जाम थियो म त पालिका नै गएको थिइनँ उता इक्जाममा पुगेपछि बाटोमा थियो अनि थाहा पाएँ
ए त्यही त यो किन भएको हो म्याम तपाईँलाई थाहा छ किन यो यस्तो अवस्था आइपरेको छ काजरहाट नगरपालिकामा? म खाना खाँदै जुगे रौनकजी म फोन गर्छु नि तपाईँलाई अनि कुरा गरौँला नि है। ए ठीक छ म्याम, ठीक छ, अच्छा धन्यवाद। सर नमस्कार। नमस्ते। के छ हजुर, ठिकठाक छ? ठिक छ। के छ यो समस्या समाधान भयो नगरपालिकामा जुन तपाईँहरूले तालाबन्दी गर्नु भएको थियो त्यो? को बोल्नुभयो? म रौनक यादव बोल्दैछु हजुर, पत्रकार। ए भन्नुहोस् त। यो तालाबन्दी जुन गर्नुभएको थियो तपाईँहरूले नगरपालिकामा त्यो समस्या समाधान भयो? होइन, छैन भएको। हामीहरू 10 बजेदेखि 5 बजेसम्म तल्चा आज फेरि लगाएको थियो। 5 बजे हामीहरू वातावरण हुँदैछु। ए अनि यो सर तपाईँहरूले किन कार्यालयमा तालाबन्दी गर्न बाध्य हुनुभयो? केही तपाईँको आफ्नो पर्सनल केही कुराको लागि कि जनताहरूको केही कुरा थियो? अब यो जनताको मूल्याङ्कन गर्ने छ, हेरिराखेको छ मतदाता। अब हामीहरू कार्यपालिकामा बैठकहरूमा धेरै कुरा राखेको छु। हजुर हजुर। धेरै निर्णय भएको छ। निर्णय नेपाल सरकारको तहत मुताबिक निर्णय कसैले चेन्ज गर्न सक्दैन। एक निर्णय पल्टाउँदाखेरि थुप्रो निर्णय भएको सम्म कार्यान्वयनमा 100%मा 5% पनि कार्यान्वयन भएको छैन। अध्यक्षजी तपाईँ वार्ड नम्बर 9 को वार्ड अध्यक्ष होइन? होइन, 8 को है, 8 को अध्यक्षज्यू। अहिले तपाईँको मेयर साहबसँग कुरा गरेको थिएँ, तपाईँहरू 18 बुन्दे माग राख्नु भएको रहेछ। त्यो त 18 बुन्दे माग यस्तो कुनै जायज छैन भनेर उहाँको भनाइ छ, के भन्न चाहनुहुन्छ? अब तपाईँ कुरा गर्नुहुन्छ, यहाँ प्रत्यक्ष आउनुहुन्छ भने जायज माग छ कि छैन छैन भने 27 गते जुन दिन हामीहरू आन्दोलन गरेको थियो, तल्चा लगाएको थियो, त्यो दिन पब्लिक थियो, कर्मचारी थियो, मनहरी अधिकृत थिएन, उपमेयर थिएन। 2 जना बाहेक तपाईँको प्रशासनको रोहबरमा पनि मेरो आन्दोलनकारी जतिजना थियो त्यसको बीचमा संवाद भएको थियो 3:30 बजे। हजुर हजुर। कि 4 गते सोमबार हामी संवाद गर्छु नगरपालिकाको प्राङ्गणमा बसेर। होइन, गाछीमा तपाईँहरूले भन्नुहुँदै हुनुहुन्थ्यो कि गाछीमा गएर छलफल गरौँ भनेर मेयर साहबलाई, त्यस्तो कुराहरू आइरहेको छ। ऊ कति झुठो बोलिराखेको छ, सुरुदेखि नै त्यो सबै पब्लिकलाई थाहा छ, यसमा दुमत छैन। यो कुरा गाछीमा भनेको छु कि प्राङ्गणमा भनेको छु, प्रत्यक्ष यहाँ दर्शीहरू छ। यो कुरा जदि झुठो बोलिराखेको छैन भने झुठोको पनि सीमा हुन्छ लोकतन्त्रमा। स्योर स्योर। यति सबैभन्दा ठुलो कुरा के यो तपाईँहरूको जुन मुख्य माग छ नि, त्यो मुख्य माग तपाईँहरूको पर्सनल लाभको लागि कि जनताको लाभको लागि अलिकति स्पष्ट पारिदिनु न त्यो कुरा। एकदम यसमा जनताको प्रत्यक्ष लाभ हुने गरी कुरा हामीहरू राखेको छु। अहिलेसम्ममा 2.5 वर्षमा यहाँ प्रत्यक्ष जनताले लाभ पाइराखेका थिएनन् नगरपालिकाबाट। त्यही त हामीहरूलाई कार्यपालिका बैठकमा हामीहरू आवाज उठाउँदा भोलि गर्छु, पर्सि गर्छु, 2 दिन पछाडि गर्छु, प्रमाण हामीहरूसँग 1/1 छ नि। त्यो निर्णय नभएको पनि निर्णय घुसियाइदिने, तपाईँको कार्यपालिकामा जुन कुराको आवाज पनि उठाएन, निर्णय पनि भएको छैन, त्यो पनि घुसियाइदिने निर्णय। र यो कुरा तपाईँ भन्नुहुन्छ कि 27 गते संवाद भएको छ, त कुरा यस्तो भएको थियो। यहाँ त छर्लङ्ग कुरा भएको थियो। 27 गते आन्दोलनमा वार्ता संवाद भयो 3:30 बजे। यसले तल्चा खोल्नु, हामी 4 गते अधिकृतलाई बोलाएर शाखा प्रमुखहरूलाई राखेर संवाद नगरपालिकाको प्राङ्गणमा गर्छु, त्यो क्लियर कुरा भएको थियो। पत्रकार पनि बस्छ, प्रशासन पनि बस्छ, त्यो हामीहरू खोलेर नै भनेको थियो। अनि फेरि 27 गते तल्चा खुलेपछि तपाईँको 2 दिन पछाडि हामीहरूको जुन जनप्रतिनिधिको व्हाट्सएप ग्रुप छ, हजुर, मेसेन्जर ग्रुप,
त्यसमा कार्यपालिका बैठक डाकेर चिठी पठाएको थियो। हामीहरूको संसदीय दलको नेता किस्मत राई 11 नम्बरको वार्ड अध्यक्षले हजुर मेसेन्जरमा नै उसलाई जवाब पर्खाएको छ कि यो कार्यपालिकाको बस्नको लागि हामीहरू वार्तामा संवादमा छैन। हामीहरू भित्र कोठामा धेरै कुरा भएको थियो, धेरै निर्णय भएको छ बसौँ भनेर भन्नुभयो हैन अध्यक्षजी? त्यही त भन्दैछु तपाईँलाई खोलेर नै। ल तपाईँको क्लियर कुरा उसले भन्यो कि म यो चिठीले हामीहरू मान्दैन। पहिला 4 गते संवादको कुरा छ भने पत्रकार सम्मेलन मार्फत दिनुपर्छ जवाब। अनि उसले फेरि तपाईँको हिजो 4 बजे 4वटा वार्ड अध्यक्षको नाउँमा चिठी पठाएको छ। उसँग यदि नेत खराब छैन भने रौनकजी हजुर त कुरा भएको थियो 4 गते संवादमा बस्छु, तर त्योभन्दा अगाडि मेसेन्जरमा व्यस्त कार्यपालिकाको चिठी छ नि हामीहरूसँग प्रमाण, लिखित प्रमाण छ, मौखिक छैन। लिखित प्रमाण छ तपाईहरुलाई? दुवै चिठी हामीहरूसँग छ। हेर्नुहोस् यसमा पनि चिठीमा सुन्नु न रौनकजी, चिठीमा पनि तपाईँको मेयरको सही छ, 28 गते गरेको छ जुन चिठी पठायो हाम्रो 4वटा वार्ड अध्यक्षलाई हिजो 4 बजे। हजुर हजुर। तर 3 गते 4 बजे दिइराखेछ। यो यदि हाम्रो संसदीय दलको नेता मेसेन्जरमा नलेखेको भए यो हिजो कहाँ चिठी पठाउनेवाला थियो? त्यस्तो अवस्था भएको थियो। ल ठिक छ अध्यक्षजी, एउटा कुरा भनिदिनु त, यदि यो समस्या समाधान नभए अगाडि के कदम चाल्नुहुन्छ तपाईहरुले? यो जनताले यस्तै जाति खेपिराख्ने कि तपाईहरुले केही समस्या खोज्नुहुन्छ? तपाईको कुरा राइट छ। हामीहरू 13 जनाले निर्वाचित, 14 जना हामी जनप्रतिनिधि मिलेर आन्दोलन थालेको छु। त्यही त नेकपा एमाले विरुद्ध, नेकपा एमाले का अध्यक्ष विरुद्ध मतलब मेयर विरुद्ध तपाईहरुले आन्दोलन थाल्नु भएको छ कि मेयर विरुद्ध आन्दोलन थाल्नु भएको छ? हाम्रो 18 वटामा छ नि सिरियल भाइ, तपाईको 27 गते आन्दोलन गर्छु, 28 29 गते अलिअलि सिटामोल पठाउँछ स्वास्थ्य शाखामा। हाम्रो नगरपालिकामा धेरै बीपी को पेसेन्ट छ, सुगरको पेसेन्ट छ, तपाईको थाइरोइडको छ। सबै नेपाल सरकारले अध्यक्षजी मेरो कुरा तपाईँ मेबी बुझ्नु भएन। तपाईँ एउटा कुरा के भन्नुहोस् भने यो तपाईँहरूको जुन अहिलेको माग छ नि त्यो तपाईँको कर्जन्हा नगरपालिकाको मेयरसँग छ कि तपाईँले उहाँ नेकपा एमालेबाट निर्वाचित अनि तपाईँहरू जसपाबाट, अनि त्यस्तो पार्टीगत कुरालाई गर्नु भइरहेको छ? हामीहरूले पार्टीगत कुरा गरेको छैन, पार्टीगत पनि आन्दोलन उठालेको छैन, थाल्ने गरेको छैन। हामी शुद्ध निर्वाचित हामीहरू आन्दोलन गरेको छौं। जनतालाई एउटा लाभ हुने गरी आन्दोलन गर्दै हुनुहुन्छ तपाईहरुले? यसमा ढुक्क हुनुहोस्, जनताको लाभको लागि आन्दोलन थालेको छु। जनता साथ दिन्छ भने हामी तीव्र गतिमा आन्दोलन गर्दै रहन्छौँ। जनता साथ दिँदैन भने, पब्लिक साथ दिँदैन भने हामी जुन निर्वाचितहरू आन्दोलन गरेको छु जति हामीहरू सक्छु। हैन तपाई यदि तपाई जनताकै हितको लागि कार्य गर्दै हुनुहुन्छ भने जनताहरूले साथ अभियसली दिन्छ, तर जनताको अहितको लागि कार्य गर्दै हुनुहुन्छ होला भने जनताले त साथ दिँदैन नि हजुर। त्यो त आन्दोलनको चरण बाई हुन्छ नि रौनकजी, त्यो हेर्दै जाऊ न। हजुर हजुर। यो त हामीहरू अहिले भर्खर उत्थान गरेको छु नि। ठीक छ। अनि अहिले तालाबन्दी खोल्नु भयो नगरपालिकाको? हामीहरू खोलेको छैन। हामीहरू 10 बजेदेखि 5 बजेसम्म तालचा मारेर आएको छु। भोलि फेरि हामीहरू जान्छु। फेरि हान्नुहुन्छ? फेरि हाल्ने। उसले परोसमा, हामीहरूको परोसमा ताला तोड्छ भने हामीहरू ताला फेरि यसमा जोड्छु। यसमा ढुक्क ताला तोडिदिएको मतलब परोसमै ताला तोडिदिन्छ मेयर साहबले? त्यो त हामीहरू 5 बजे आउँदाखेरि तालचा त लागेकै थियो नि। अनि एउटा कुरा तपाईँ अध्यक्षजी भन्नुहोस् त, तपाईँको उपमेयर ल मेयरसँग केही थियो, तपाईँले उपमेयरलाई पनि सोध्नु भएको थियो कि म तालाबन्दी गर्दैछु अरे नगरपालिकामा यस्तो यस्तो जनताले जाति खेपिरहेका छन् भनेर, त्यो कुराहरू भन्नुभएको थियो उपमेयर? हामी जुन 13-14 जना जननिर्वाचित तालचा हानेको छु नि, यो बाहेक अहिले हामी कसैलाई भनेको छैन। उपमेयरलाई जानकारी थियो कि थिएन तपाईँहरूले ताला हान्न बेलामा? हामी पर्सनल कोर्डिनेटमा थिएन जानकारी, तर जानकारी हुनुपर्ने कि नै थियो कि थिएन त्यो कुरा म बुझ्न चाहे सर। अब यो हाम्रो 13 जनाको टिम वर्कमा छँदै छैन त म उसँग के हामीहरू कोर्डिनेटमा बसौँ? टिम वर्कमा कोर्डिनेसनमा थिएन। ल ठिक छ। सेवाग्राहीलाई परेको असुविधाको जिम्मेवारी कसले लिने अनि अहिले? यो नगरपालिकाले लिनुपर्छ नि। नगरपालिकाले लिनुपर्छ? नगरपालिकालाई लिनुपर्छ नि, किनभने सुन्नु न अलि अरू कुरा सुन्नु।
नगरपालिकाले यो मानेमा लिनुपर्छ स्वास्थ्य शाखामा नगरपालिकाबाट लाखौँ लाख रुपियाँ बजेट छुट्याएको छ त्यो औषधि राख्नको लागि 24 घण्टा तर 11 वार्डमा तपाईँ छर्के जाँच गर्नुहोस् 1 महिनाको पनि औषधि रहन्छ भने स्वास्थ्य शाखा प्रमुखसँग सोध्नु प्रत्येक स्वास्थ्य शाखामा गएर भन्छ कि होइन हामीले औषधि पठाइराखेको छ भने हामीलाई आन्दोलनकारीलाई जे भन्नुहुन्छ त्यो गर्न तयार छौँ हामी तेरो जनतालाई झुल झोकेर निर्वाचीलाई झुल दिएर त्यो काम चल्नेवाला छैन होइन तपाईँहरूले के भन्छ कमिसन खान पाउनु भएन अरे तपाईँहरूले भ्रष्टाचारी गर्न पाउनु भएन अरे अनि तपाईँहरूले आन्दोलन थाल्नु भनेर पनि आरोपहरू छ नि हजुर त हाफ आवर त हामीहरूलाई बितिसक्यो नि त भन्नुपर्छ नि मेयरलाई कि मसँग फलानु वार्डले चाहे फलानु सदस्यले चाहे कार्यपालिका सदस्यले घुस लिएको छ कि पैसा लिएको छ कि मागेको छ सुन्नु न भने एउटा कुरा भनेर हुँदैन नि प्रमाण दिनुपर्छ नि हैन यस्तो पनि हुन सक्छ भनेर म भनेको हो हजुर होइन हुन सक्छ त्यसमा नजाउँ हामी हुन सक्छ त्यस अर्थातमा जाऊ 18 बुन्दे माग राखेको छु 18 वटा लेखेको छु पेपरमा त्यसको प्रमाण हामीहरू दिन तयार छु नि हामीहरू दिँदैन भने हामीहरू त्यसमा नि गल्तीमा पर्छु नि त्यो 18 बुन्दे माग के थियो सर पेपर त्यो मलाई व्हाट्सएप गरिदिन सक्नुहुन्छ गरिदिन्छु अहिले तुरुन्तै गरिदिन्छु नि हस् हजुर धन्यवाद र अहिले छुटौँ हस् त हजुर धन्यवाद तपाईँहरूले पनि धेरै जनताकै लागि गर्दै हुनुहुन्छ भने सफल होस् तपाईँहरूको यो आन्दोलन भन्ने पनि कामना गर्दछु जनताकै लागि गर्दै हुनुहुन्छ भन्ने ल तपाईँलाई पनि शुभकामना ल ल धन्यवाद